एक मात्रै भाग भागमा कस्तो मान्छेहरू कुन यो भ्लग चाहिँ बवाल हुन्छ कस्तो फर्सीबारी फर्सी लाग्यो खोइ त फर्सीको भर्खर त्यो आइरहेछ क्या फुलहरू खाए ल गाइज दुःख नमान्नु ल गाइजहरू अब यस्तै हो मेहनतको फल हामी सो गाइज हामी आज पानीमा भिज्दै हामी K2 सडकको खोजीमा छौँ आज हामी सडक खोज्दा केमा जाँदैछौँ भने चाहिँ अब देखाउँछ हामीले हामीसँग एकदम दामी गाडी बुक गरेको छ हामीले हाम्रो ग्रुप मेम्बर हुनुहुन्छ सबैजना हुनु मनदेखि हुन्छ नि अब काम गर्ने मान्छेहरूको लागि सडक खोज्नुपर्छ सडक खोज्दा के हिँड्नाले भन्ने कुराले चाहिँ मैले एउटा सानो त्यो सरप्राइज चाहिँ म देखाउँछु म सानो चिज बुक गरेको छु त्यो सबैलाई होइन त्योमा बसलेर सबै हुन्छ नि लाइक जाओस् ए आफ्नो ठाउँमा जाऊ म छोडिदिने क्या ठाउँ देखाउनु रेडी ल हाम्रो नयाँ गाडी सो गाइज कस्तो लाग्यो तिमीहरूलाई ठिक छैन गाडी भाइ मलाई त ठिक लाग्यो गाइज तिमीहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला मलाई त बवाल लागेको छ केटाहरूलाई यतिको गाडी त सुहाउँछ जस्तो लाग्छ मलाई महिना कस्तो कहाँ हो दाइ त पनि जाने अरे यहाँ हामीलाई सो क्या गाइज हाम्रो गाडी गाइज केटाहरूलाई यतिको फेसिलिटी दिन सक्यो भने मलाई कस्तो सुकुन हुने क्या मलाई म पनि भर्खर सुतेर दिनभरि 5 रुपियाँ टिकट कस्तो 5 रुपियाँ टिकट त्यत्रो हेर त कस्तो लग्जरी गाडी छ यार ल मजा आएको छ होला त्यत्रो लग्जरी गाडीमा 5 रुपियाँ 5,000 अनि त्यो के भन्छ त्यो उस हो नि प्राइभेट जेट भने प्राइभेट पर्छ क्या त्यो उहाँले स्टुडेन्ट होइन उहाँले सडक खोज्ने मान्छे सडक खोज्ने मान्छे यस्तै के भन्नु कोही छैन हेल्पमा अनि यिनीहरूलाई कोही हेल्पै गर्दैन अनि यस्तो यो पनि धेरै राम्रो भयो क्या सो गाइज तिमीहरू सबै ब्लेस गर न मलाई सडक मिलोस् भनेर कसैको ब्लेस नै छैन क्या हुन्छ नि भाइ र भाइ चाहिँ मात्र एउटा छ कि जो मेरो लागि छाता लिएर पनि दाइ सडक खोज्न जाउँ भन्ने होइन भाइ तँलाई कसम अरूलाई 2,000 तँलाई 3,000 भाइ फिक्स यसलाई अरूको लागि 2,000 होइन त्यसको लागि चाहिँ म 3,000 भाइ त्यही पनि फर्म फिस 500 होइन 1,000 कस्तो मुख छाड्या यस्तो छ नि यार गाई सो त्यो एकछिन जस्ट कमेडी हो गाई त्यो जज नगरिदिनु होला है कोही पनि हामी एकदम राम्रो छौँ भ्लगमा मात्रै हो त्यस्तो सो नेचर त हो नि नेचरमा बगिहाल्छ नि मान्छे अनि के भन्नु छ यस्तै हो ल भाइ अब त्यो पार्ट कट होइन तेरो पनि थाहा होला नि इमेज थाहा हुनु पऱ्यो नि मान्छेलाई पाहाड कट के एडिट भ्लग एडिट हुन्छ भाइ ऱ्यान्डम हात खोल्ने हेलो गाइज भन्ने सर्ट अपलोड हुन्छ त्यहाँ भिडियोहरू यो भिडियो आयो त्यो बोले हो कि भिडियो होइन त्यहाँदेखिको पार्ट मैले तँलाई बेइज्जत गर्नलाई राखिदिएको हो क्या र म माने त्यो कुरालाई सो यतातिर सडक कतै खाली छैन कसलाई सोध्नु मान्छे सोध्नु भित्र खोज्दै होला भन्दै होला रोड हाइवेतिर पनि काहीँ छैन अब लास्ट अप्सनै हामीसित भित्र गल्ली के जोडले भन्नु सटर कस्तो रहेछ मेरो त इज्जत छ भाइ ओ लाइ ए म त सो गाइज यस्तै भइरहेछ हामी रमाइलो गरिरहेछौँ भनौँ न सडक खोज्दै रमाइलो गर्दै त्यत्तिकै उठेर आएछ खोजिरहेछ ल पहिला हामी भगवान्मा प्रे गरौँ न भाइ आज प्रे गर सडक मिलोस् छिटो मिलोस् राम्रो मिलोस् मिल्छ अब मिल्छ सो गाइज फेरि हामी आजलाई गयौँ ल फेरि भोलि लाज नपचाइकन आउँछौँ हामीहरू सो गाइज बाई हेलो गाइज फेरि मैले आज त हुन त मैले सिर्फ 3 मिनटको भ्लग बनाउँछ भने सोचिरहेको थिएँ तर यस्तो दामी ठाउँमा पुग्यो हामी सडक खोज्दा सडक चाहिँ भेटेन गाइज तर हामीले पिस भन्ने एउटा चिज हुन्छ नि गाइज त्यो भेट्यो क्या सो हेर्नुहोस्
सो गाइस के कुरा गर्नु क्या के कुरा गर्नु सडक खोज्दा खोज्दा यति भित्र आइसकेको रहेछ हामीहरू हामीलाई नै थाहा छैन क्या ए सायद हामी धेरै नै है कहाँ अब सोच न म हामी काठमाडौँमा बस्ने मान्छे अर्को दुनियाँमा अर्को प्लेनेटमा आएछ जस्तो फिल भइहाल्छ क्या गाइस सो गाइस उता देखाउँछु चाकुनारायण मन्दिर भन्छ सानोसम्म पढाइ होला सबैजनाले चाकुनारायण मन्दिर एकदमै फेमस छ सो गाइस यार कभी बोलते हैं ना एक चीज़ ढूंढने जाओ तो दूसरा चीज़ अब हिंदी में नहीं हिंदी खुद मिल जाता है ये वो चीज़ ये है अभी हम नुहाएंगे अब नुहाउँछ हामीहरू ए कहाँ खोला रे नदी वाट खोला खोला नदी गाउँको फिल हो गाइज हामी त गाउँले मान्छेहरू है हामीलाई त्यस्तो फिलहरू क्या मिठो लाग्छ गाउँले मान्छेलाई यस्तो फिल भने त वाउ यार लाइक सो गाइज मौसम छ तिमीहरू पनि लाइक आज यो भ्लग चाहिँ हेर्नै पर्छ तिमीहरूले गाइज यो भ्लग हेरेन भने मजै आउँदैन नि सो हेर्ने त्यहाँ जाँदैछ हामी कहाँ त्यहाँ यस्तो बवाल देखिन्छ अझै हामी सर्ट क्लिप लिनेछौँ त्यो पनि हालिदिन्छु सर्ट क्लिप त्यो पनि हेर्नु होला सो बाई गाइस यति बेलासम्मको लागि नै अब भाइ अब सिरियसली भाइ मलाई के थाहा यस्तो नजर आउँछ भनेर म त यस्तो हो सर्ट 3 मिनटको बनाउँछु छोडिदिन्छु भनेर बसेको थिएँ क्या र भ्यू देखेँ अनि मोबाइल हुन्छ नि खल्तीमा भाइब्रेट हुन थाल्यो क्या यस्तै मलाई निकाल यस्तो ठाउँमा मलाई निकाल मलाई खै भिडियो बनाइदिएको भयो अनि यता बारी हेर्नु बारी मकै चोर यो त भाइ जहाँ पनि चोरै चोर भन्छ त ओ यहाँनिर हेर्नु डिम एउटा यस्तो अलि हामीले खुट्टा राखेर खै अझ तल देखिनुहोस् ए अलि खुट्टा हटायो भने ल्याम्मै गयो हामी यहाँ भत्किया रहेछ देखिरहेछ मैले देखाइरहेको छु देखिरहेछ यता भत्किया रहेछ अलिअलि खुट्टा गयो भने गयो सो गाइस दामी भएको छ यार दामी यो हालौँ क्या योवाला हाल्ने हो क्या खासमा त होइन वाउ कस्तो दामी ठाउँमा छ यार पुरै गाउँ क्या पुरै गाउँ हामी काठमाडौँदेखि गाउँ सडक खोज्दा खोज्दै गाउँमा पुगेछौँ थाहै भएन सो गाइस ऊहरू चढा के हो त्यो के हो रे त्यो उल्लु भन्छ छ्या मेरो जनन यति कमजोर छ मेरो बकुल्ला उल्लु रे उल्लु म चाहिँ बकुल्ला देखाउँछु गाइस छोड्दै त अर्को बकुल्ला यो एउटा यो बकुल्लो बकुल्ला देखाउँछ हामी उडाइ आफै हेर्नु न मजाले हेर्ने कस्तो गाउँ छ यार दाइको भने मान्न यार दामी गाइस यो भ्लग चाहिँ हाल्छु यार ऊ भ्लग भन्दैन अलि सटर देखाउने सटर हेर्दा हामी यहाँ यस्तो ठाउँमा आइपुग्यौँ कि अब कहाँ जानु हिलो रोपाइँ गरिरहेको छ कता जाने यता जाने है हिँड्न कुन त्यो कुना बाटो हेर्नु त बाटो मजा आइरहेको छ नि गाइस मलाई त मजा आइरहेको छ तिमीहरू हेर्नेहरूलाई पनि मजा आउँछ सायद मलाई त्यस्तो फिल भयो गाउँ त नि त्यही भएर आज हामी हाम्रो हालत कस्तो छ म एकछिनमा देखाउँछु गाइस सटर खोज्ने हिँड्ने कि रोपाइँमा हिँड्ने जस्तो फिल भइरहेको छ कि एकछिन त घोका मकैहरू कति ठुल्ठुला छन् कि फेरि भाइ खल्दिहाल्यो योवाला खल्दिहाल यो होइन योवाला खल्दिहाल चोर चोर्दैनस् यस्तो त छ यार भाइ यार तैँले जिन्दगीमा के गर्लास् भाइ हेर मकै खल्दिहाल झोला ल्याउँछ थाक्ने झोला हामीले अगाडिदेखि मान्छे आइरहेछ कि चुप लाग्ने चोर्नुपर्छ गाइस यस्तो कुराहरू गर्नु पर्दैन तर एउटा त भाइलाई चोरेको त म देखाउँछु अब हाम्रो भाषामा बोल्नु नै जान्ने यो अर्को बारी आयो अब तर यो भ्लग चाहिँ बवाल हुन्छ कस्तो फर्सी बारी फर्सी लागेको खै त फर्सीको भर्खर त्यो आइरहेछ क्या फुलहरू यहाँ दामी ठाउँमा है वाउ यार सबले बफ मोमो खान्छन् उता छ बफेलो सो गाइस यो हाम्रो हुँदैन चौधरीहरूको गाउँमा गएपछि यो फिल हुन्थ्यो क्या चौधरीहरूको गाउँमा गएपछि यस्तो दामी फिल हुन्थ्यो योवाला हाम्रो त त्यस्तो हुन्थेन यार क्या बवाल क्या लाइक दामी सो गाइस अब हामी यति नै देखाउन चाहन्छु
पुरै भिडियो हेर्नु होला, दामी छ भिडियो, बब्बाल छ। म यति भन्न चाहन्छु, एकदमै सस्पेन्स छ है गाइस भिडियोहरूमा। तिमीहरूले हेर्दै जाने हो क्या, यो भिडियो त छुटाउनै हुँदैन। मैले भन्छु नछुटाऊ यो भिडियो छुटायो भने सायद धेरै केही कुरा हुनसक्छ। मन दुख्छ रे। यहाँको हालत यस्तो छ गाइस, ठिक छ सक्स भिगाए पनि हामी जान्छौँ। ओइ 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 जहाँ भयो हालत त हेर्न हालत। त अलि ल त सर्ट्समा आएछ ठिक छ यार। यहाँहरू त आफ्नो त पुरा लथ्र्याङ्ग छ। ओ यो के आएको यो त खतरा आयो त गाइस। यो बिस्तारै यहाँसम्म आउँछ हेर, नदी कति ठुलो आउँदो रहेछ। हामी लायक आज धेरै पछि मैले महाकालीको फिल गऱ्यौँ गाइस। हाम्रो नदी बन्द नदीलाई सर्ट बन्द नदी छ हाम्रो नदीलाई सर्ट गर्ने है। यहाँ हेर न हामी यस्तो ठाउँमा छौँ गाइस। अब के भन्नु छ, हेर्दा कहाँ पुग्यो त यार हामी त। वाउ यार दामी छ त दामी। भैँसी पालम है यता भैँसी पालम ए सरी राङ्गोहरू है। कहाँ बाइकमा म त बाइकमा बाँधेर कहाँ लगिरहेको सोचिरहेको। वाउ यार सो गाइस हाम्रो ब्लग ए त्यस्तो रमाइलो बनाइरह हुन्छ हामीले गाइस। अनि हेर्नु ओ भाइको ज्यान छ, मेरो चाहिँ त्यस्तो छैन, 6 प्याक। सो गाइस के भन्नु छ, अहिले हामी राखौँ है। अब अझै नुहाउँछ मजाले हामी। यता म सिर्फ भ्लगको लागि मात्र के गर्ने सोचिरहेको छु भाइ तैँले। पानी परिरहेको छ यार आम्मामा। घोगा छोड्ने एक मात्रै थियो यहाँको मान्छे। गाडी ऊ त्योदेखि हेरेर चाहिँ तेरो हडाउमा यस्तो गाली गर्ला नि। ल त्यो पनि एउटा मात्र गर्न त, छिटो गर्न त नि। खै हेरिरहेको छैन के थाहा, ऊ सिसादेखि देखिरहेको भएपछि एक मात्रै प्लिज, एक मात्रै। भाग कस्तो मान्छे कस्तो साइको यो गाइस यार बोला छ। एक मान्छेले त यहाँ छ। ओ भाग ए लुकाउने कहाँ होस् गाइस यार, कमाउन यार। यो भाइ त कसम फसाउने जस्तो छ यस्तो ठाउँमा हेर त। आमामामा भाग योसँग म हिँड्दैन, मैले छोडे हातदेखि गाइस। यो भाइले मसँग हिँड्यो भने कस्तो छोप्यो भने त मुद्दा लगाइहाल्यो नि। सो गाइस प्लिज माफ गरिदिनु होला, एकदमै माफ गरिदिनु होला। त यो भाइसँग म हिँड्दैन आजदेखि। मजाकमा चोऱ्यो यार यसले त साँच्चीकै। म त खालि यस्तो रमाइलोको लागि सोचेको थिएँ। ऊ कहाँ पुग्यो हेर भाग्यो। सो बल्ल ज्यान पछि त लाखौँ पाए लड के चिङ्गम घरको आयो भन्ने डाइरेक्ट सुनेको गाइस तिमीहरूले, त्यही भएको छ यहाँ। सो कस्तो छ, दामी छ है। यो साह्रो छ कि अलि हो त्यो बोइल गर्नु जस्तो है। सो गाइस तिमीहरूलाई हामी यसको 52 बजेको टुपी देखा त भाइ, टुपी 52 बजेको टुपी यो। सो गाइस यस्तो रमाइलो तिमीहरू गर्न नखोज्नु होला तिमीहरू, किनकि यो त कस्तो आयो ल सोधेको फोन यस्तै हुन्छ गाइस। ल यो चाहिँ के हो भाइ, यो त सानो रे तिम्रो उसमा खै त्यो दानाहरू दामी छ, दामी हुन्छ होला। सो गाइस यही हो हाम्रो मेहनत। तिमीहरूलाई एउटा कुरा भनिदिन्छु हामी चाहिँ चोर्नुभन्दा पहिले नै हामीले प्लान बनाएर त्यहाँ पैसा दिएर 6 रुपियाँ दिएर हामीले सबै चिज गरेको। तिमीहरूको सोचमा कहीँ गएर चोरिरहेको नसोच्नु होला, किनकि केही कुराहरू पहिले नै प्लानिङ भइरहेको हुन्छ। सो जस्ट रमाइलोको लागि हेर है गाइज। अब यसलाई कस्तो नयाँ तरिकाले बनाउने त्यहाँ म देखाउँछु भाइले। अनि हाम्रो यत्रो मेहनत छ आज हामी दिनभरि हिँडिरहेको छ, त्यसको अब खाजा लास्टमा खाजा भन्छ। सो यसको लागि लास्टमा खाजा चाहिँ खाँदाखेरि चाहिँ देखाउँछौँ हामी।